मल्दिप्स आउँदै हुनुहुन्छ? मल्दिप्समा नेपाली श्रमिकहरूको कठोर वास्तविकता। यदि मल्दिप्स आउँदै हुनुहुन्छ भने एकपटक यो भिडियो पुरा हेर्नुहोस्। अहिले धेरै नेपालीहरू मल्दिप्स रोजगारको लागि आकर्षित भएका छन्। कागजमा राम्रो तलब, निश्चित काम र सुरक्षित बसोबासको आशा देखाइन्छ। तर वास्तविकता भने धेरै पटक निराशाजनक छ। सम्झौतामा लेखिएका कुराहरू व्यवहारमा सायदै मिल्छन्। 8 घण्टा भनेर पठाइएका श्रमिकहरू 12-13 घण्टा काम गर्नुपर्ने हुन्छ। तलब आधा आउँछ। ओभरटाइमको हिसाब हुँदैन र कतिपय अवस्थामा पासपोर्ट नै थामेर राखिदिन्छ। यस्तो जबरजस्ती र शोषणको सामना धेरै नेपालीहरूले गर्नु परेको छ मल्दिप्समा। समस्या केवल रोजगारदातामा मात्र सीमित छैन। नेपालमै दलालहरूको जालो अत्यन्तै सक्रिय छ। उनीहरूले 3-4 लाख असुल्छन् र कागजमा मिठा सपना बेच्छन्। तर श्रमिकहरू विदेश पुगिसकेपछि तिनै दलालहरूले फोन उठाउँदैनन्, मेसेज हेर्दैनन्। ऋण लिएर विदेश पुगेका युवा युवतीहरूले जब वास्तविकतामा कठोर शोषण भोग्नु पर्दछ तब पछुतो बाहेक केही रहँदैन। कतिपय ठाउँमा त बसोबासको अवस्था पनि चिन्ताजनक हुन्छ। 8-10 जना एउटै कोठामा, राम्रो खाना समेत हुँदैन, बिरामी हुँदा उपचारको व्यवस्था नहुने। नेपालमा परिवारसँग बसेर गर्ने उही परिश्रम विदेशमा जोखिमपूर्ण हुन्छ, त्यो पनि बिना सम्मान र बिना सुरक्षा। साँचो कुरा के हो भने विदेशमा गरिने मेहनत नेपालमै गरे पनि राम्रो कमाइ सम्भव छ। यदि 3-4 लाख लगानी गर्न सकिन्छ भने बाख्रा पालन, कुखुरा पालन, तरकारी खेती वा सानो कुनै व्यवसायले पनि 2-3 वर्षमा विदेशमा भन्दा पनि बढी आय दिन सक्छ। आफ्नै माटोमा बसोबास, परिवारको साथ र सुरक्षित वातावरण, यो सबै विदेशमा कहाँ मिल्छ? विदेशिनु गलत होइन, तर आँखा बन्द गरेर निर्णय लिनु गलत हो। यदि मल्दिप्स आउने सोच बनाउँदै हुनुहुन्छ अथवा जाने सोच बनाउँदै हुनुहुन्छ भने 10 पटक सोच्नुहोस्। वास्तविकता बुझ्नुहोस् र बोकेर फर्केका श्रमिकहरूसँग कुरा गर्नुहोस्। विदेश सपना होइन। जानकारी, विवेक, तयारी नभएमा त्यो दुःखको खाडल बन्न सक्छ। सोचेर बुझेर सुरक्षित निर्णय लिनुहोस्। धन्यवाद। जय नेपाल।